नमस्कार, म डाक्टर घनेन्द्र गर्तौला। यहाँहरूलाई पुनः स्वागत छ द पोडकास्ट विथ डाक्टर जीजीमा। आजको यस अङ्कमा हामी फलफूल तथा तरकारी अथवा अन्य खानेकुराहरूमा यी अप्राकृतिक रङहरू, खान अयोग्य रङहरूको मिसावटको बारेमा केही भन्न गइरहेको छु। मिसावट किन गरिन्छ, मिसावटले के हामीलाई कस्तो असर गर्छ र हामीले कसरी घरमै बसी बसी सामान्य परीक्षण गर्न सक्छौं र परीक्षण गर्न नसकेको खण्डमा हामीले के गर्ने त भने यी विविध कुरामा चाहिँ म केही हजुरहरूलाई जानकारी दिने प्रयास गर्नेछु। सुरु गरौँ, रङहरूको प्रयोग किन गरिन्छ खानेकुरामा। कुनै पनि खानेकुरा आकर्षित गर्ने त्यसको रङले नै हो, हैन? जस्तो स्याउ, रातो स्याउ देखियो भने अथवा पहेँलो मेवा देखियो भने किन्ने, हैन? हरियो खोर्सानी देखियो भने किन्न मन लाग्ने, हरियो भिन्डी, हरियो बोडी, हरियो साग, है? रङले कुनै पनि खाद्य पदार्थहरूको गुणस्तर निर्धारण गर्छ। हामीले कुनै पनि खानेकुराको रङ हेरेरै चाहिँ ल यो फलफूल चाहिँ अथवा यो तरकारी चाहिँ ताजा रहेछ भन्ने किसिमको हामीले मानसपटलमा त्यो छाप बसिसकेको हुन्छ हाम्रो, हैन? र त्यही भएर त्यही हाम्रो मानव कमजोरीलाई चाहिँ व्यापारीहरूले चाहिँ अब फाइदा लिन खोज्छन्, है। जस्तो कलिलो सागसब्जी, कलिलो फलफूल ल्याउने र त्यसमा रङरोगन गर्ने, अथवा ओइलाको फलफूल ल्याउने, ओइलाको सागसब्जी ल्याउने र त्यसमा रङरोगन गर्ने र ताजा जस्तो बनाउने, गुणस्तरहीन सामानलाई गुणस्तरयुक्त सामान बनाएर चाहिँ बेच्ने। यहाँ फेरि केही उद्देश्य के त, उनीहरूको निहित उद्देश्य भनेको थोरै समयमा धेरै नाफा कमाउने। तर उनीहरूले त्यो प्रयोग गर्ने रङहरू कस्ता हुन्छन् त? ती औद्योगिक स्तरमा प्रयोग हुने रङहरू उनीहरूले जुन चाहिँ सस्तोमा पनि पाउँछ, सर्वसुलभ पनि पाउँछ, त्यस्ता किसिमका रसायनयुक्त रङहरू चाहिँ उनीहरूले प्रयोग गर्छन्। जस्तो चाहिँ थोरै मात्राले धेरै सागसब्जीमा चाहिँ प्रयोग गर्न सकियोस्, हैन? र हामीले यहाँ ध्यान दिनुपर्ने कुरा भनेको त्यस्ता केमिकलहरू चाहिँ खाद्य ऐनले पनि प्रतिबन्धित गरेका रसायनहरू हुन्। जस्तो नेपाल सरकारले तोकिदिएको छ, हामीले चाहिँ यो प्राकृतिक तथा सिन्थेटिक रङहरू चाहिँ खाद्य वस्तुमा प्रयोग गर्न सक्छौं, पाउँछौं र यो मात्रासम्म प्रयोग गर्न पाउँछौं भनेर नेपाल सरकारले बकाइदा तोकिदिएको छ। तर त्यस्ता खाद्य रङहरू प्रयोग गर्नुको सट्टा ती व्यापारीहरूले, गलत नियत बोकेका व्यापारीहरूले चाहिँ अखाद्य रङहरू प्रयोग गर्छन्, जसले चाहिँ हाम्रो स्वास्थ्यमा निकै ठूलो असर गर्छ। यस्ता अखाद्य रङहरूले चाहिँ हाम्रा शरीरका अनेक प्रणालीहरूमा असर गर्छन्। जस्तै रक्त सञ्चार प्रणाली होस् अथवा स्नायु प्रणाली, मूत्र प्रणाली, प्रतिरक्षा प्रणाली, प्रजनन प्रणाली, स्नायु प्रणाली, करिब करिब शरीरका हरेक अङ्गमा कुनै न कुनै रसायनले चाहिँ असर गरेकै हुन्छ। कुनै कुनै असरहरू चाँडै देखिन्छ, कुनै चाहिँ अब लामो समयसम्म पनि शरीरमै त्यसको रेसिड्यु चाहिँ बसिरहने हुन्छ, है। त्यही भएर त्यस्ता मिसावटयुक्त अथवा रङ मिसावटयुक्त खानेकुराहरूबाट हामी चाहिँ जोगिनुपर्छ, टाढै रहनुपर्छ। हामीले जानी विष किनेर खानेकुरा आउँदैन। जानी विष भएको कुरा किन्ने र पछि फेरि केही वर्षपछि फेरि त्यसको उपचारको लागि फेरि आफ्नै धन सम्पत्ति खर्च गर्ने, त्यो त भएन, है। त्यही भएर हामीले जागरुक हुनु एकदमै जरुरी छ। अब सामान्य तरिकाले हामी घर बसी कसरी परीक्षण गर्न सक्छौं त? म त्यसैको बारेमा आज एउटा सामान्य परीक्षण विधि लिएर आएको छु, जसको लागि चाहिँ हामीलाई एउटा साधारण ग्लास चाहियो, पानी चाहियो, रुवा अथवा टिस्यु पेपर भए हामी त्यो सामान्य परीक्षण चाहिँ घर बसी गर्न सक्छौं। र मैले यो लिएको डकुमेन्ट चाहिँ फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड्स अथोरिटी अफ इन्डिया, भारतीय खाद्य संरक्षण एवं मानक प्राधिकरणको चाहिँ एउटा बुकलेट अनलाइन फेला पारेर त्यसैको आधारमा चाहिँ म भन्न गइरहेको छु, है, हजुरहरूलाई। दुर्भाग्यवश के भन्नुपर्छ भन्दाखेरि अब हाम्रो नेपाल सरकार अन्तर्गत पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग छ। मैले त्यसको वेबसाइटमा गएर कतै छ कि त नेपालीमै पनि हेरौँ न त, प्रयोग गरौँ न त त्यो भनेर चाहिँ प्रयास गरेँ, तर भेटिन मैले। सायद अब प्रकाशित हार्ड कपी प्रकाशित मात्र होला उहाँहरूको कार्यालयहरूमा। त्यही भएर अब यो सूचना प्रविधिको यो युगमा पनि अब हामीले अनलाइनमा हामीले चाहेको सूचनाहरू नपाउनु चाहिँ दुर्भाग्यपूर्ण नै हो। र सुरु गरौँ पहिला अन्नमा रङको प्रयोग, है। अन्नमा रङको प्रयोग छ कि जस्तो गहुँमा होला अथवा तोरीमा होला अथवा कोदोमा होला अप्राकृतिक रङ राखिएको छ कि छैन भनेर प्रयोग गर्ने विधि। एउटा सिसाको ग्लासमा पानी लिने र पानीमा केही अन्न हालिदिने, हालेर एकछिन चलाइहेर्ने र चलाउँदाखेरि एकैछिनमा त्यो रङ चाहिँ पानीमा घोलिएर आयो भने हामीले के बुझ्नु पर्यो भने त्यसमा त्यो चाहिँ रङ मिसाइएको अन्न हो।
हामीले सानो रुवाको डल्लोलाई लिने पानीमा भिजाएर चाहिँ अनि त्यसपछि त्यो अन्नमा यसो एकछिन रगडी हेर्ने अथवा त्यो कोदो अथवा फापर अथवा त्यस्ता कुनै अन्नहरू रगडी हेर्ने र त्यो रुवामा चाहिँ रङ सरेर आयो भने हामीले बुझ्नु पर्यो कि त्यहाँ चाहिँ मिसाइएको रङ छ हैन। त्यस्तै अर्को खोर्सानीको धुलोमा रङ मिसाएको छ कि छैन भनेर प्रयोग गर्ने विधि पनि एउटा साधारण विधि पनि त्यही हो। एउटा सिसाको ग्लासमा पानी लिने र त्यो पानी भएको गिलासमा माथिबाट थोरै खोर्सानी छर्किदिने र त्यसमा रङ मिसाएको छ भने चाहिँ त्यो रङ चाहिँ चाँडै नै त्यो पानीमा आफै घुलिएर आउँछ हैन। एउटा प्राकृतिक खोर्सानीको धुलोमा चाहिँ त्यति चाँडै त्यति सहज रूपमा चाहिँ रङ घुलिँदैन पानीमा है। त्यस्तै खोर्सानीको धुलो अथवा मसलाको धुलोहरूमा चाहिँ काठको धुलो मिसाइएको छ कि छैन भनेर पनि हामीले यसै विधिद्वारा चाहिँ परीक्षण गर्न सक्छौँ। खोर्सानीको धुलो चाहिँ माथि पानीमा थोरै छर्किदिने र हल्का चलाउने। खोर्सानीको धुलो चाहिँ भारी हुन्छ र तल थिग्रेर जान्छ भने काठको धुलो चाहिँ माथि तैरिएर बस्छ है। त्यसरी पनि हामीले छुट्याउन सकिन्छ खोर्सानीको धुलोमा रङ अथवा अरू कुनै पदार्थ मिसावट गरिएको छ कि छैन भनेर। त्यस्तै अर्को बेसारको जरामा है, हल्दीको जरामा चाहिँ एउटा लिड क्रोमेट भन्ने एकदमै यो भारत, पाकिस्तान, नेपाल, श्रीलङ्कातिर एकदम अत्याधिक रूपमा यो रङको प्रयोग गरेको पाइन्छ है। र त्यो लिड क्रोमेट प्रयोग भएको छ कि छैन त त्यो जरामा, हल्दीको जुन जरामा चाहिँ प्रयोग भएको छ कि छैन भनेर प्रयोग गर्ने विधि पनि त्यही सिसाको ग्लासमा पानी लिने र त्यसमा त्यो हल्दीको जरा हालिदिने। हल्दीको जरा यदि त्यो लिड क्रोमेट हालेको जरा छ भने चाहिँ त्यो पहेँलो रङ सजिलैसँगले पानीमा घुलिएर आउँछ। त्यस्तै धुलो बेसारमा पनि के गर्ने भनेर त्यही विधि अपनाउने फेरि है। त्यही विधि अपनाउने, पानीमा चाहिँ चाँडै रङ आयो अथवा गाढा पहेँलो रङ आयो भने चाहिँ त्यसमा चाहिँ मिसाइएको रहेछ भन्ने, रङ मिसाइएको रहेछ भन्ने हामीले बुझ्नु पर्यो। अब आऊ सागसब्जीहरूतिर। जस्तै यो चाहिँ हामीले सुनि पनि राखेका हुन्छौँ। यो जस्तो परवलमा रङ लगाएको कुरा अथवा भिन्डीमा रङ लगाउँदै गर्दाखेरि भेटिएको कुराहरू सुनिन्छ हैन। अब हामीले चाहिँ बजारमा त जान्छौँ, किन्छौँ, सामान्य लाग्छ हैन, तर कसरी थाहा पाउने त हामीले है। र यो चाहिँ लौका, करेला, भिन्डी, हरियो खोर्सानीहरूमा चाहिँ परीक्षण गर्ने विधि के गर्ने भने त्यही अहिलेको जस्तै रुवा लिने, रुवालाई भिजाउने, रुवाको डल्लालाई भिजाउने र त्यसपछि एकछिन अब त्यो परवलमाथि हुन्छ अथवा भिन्डीमाथि हुन्छ अथवा लौकामाथि हुन्छ, काँक्रोमाथि अथवा खोर्सानीमाथि एकछिन रगड्ने र रुवामा चाहिँ हरियो रङ आयो भने हामीले बुझ्नु पर्यो कि यो चाहिँ रङ मिसाइएको छ, यहाँ चाहिँ केही न केही गडबड छ भनेर हैन। त्यस्तै केराउलाई पनि, केराउमा पनि रङ मिसाइएको हो कि होइन भनेर परीक्षण गर्ने विधि चाहिँ पानीमा भिजाउने अथवा हरियो केराउ हो भने पनि त्यो हरियो केराउलाई हामीले त्यसको लागि चाहिँ हामीले एउटा टिस्यु पेपर लिने, टिस्यु पेपर पानीमा भिजाउने, नच्यातिने गरी है, पानीमा भिजाउने र त्यहाँ माथि हरियो केराउ राखिदिने। मिसाइएको रङ छ भने चाहिँ त्यो टिस्यु पेपरमा चाहिँ सजिलैसँगले अब हरियो रङ सरेर जान्छ है। र यही विधि चाहिँ हामीले चियाको रङमा पनि परीक्षण गर्न सक्छौँ है। चियाको रङ त्यसै गरी हामीले लिने, टिस्यु पेपर लिने, पानीले भिजाउने र त्यहाँ माथि एकछिन थोरै चियाको रङ छर्किदिने। यदि रङ मिसाइएको चियाको रङ छ भने चाहिँ त्यो रङ छर्किने बित्तिकै त्यो रङ सरिहाल्छ। तर जुन प्राकृतिक रूपमा जुन ओरिजिनल चिया छ भने चाहिँ त्यसरी त्यति चाँडै रङ सर्दैन। हामीले त उमाल्नुपर्छ रङ निकाल्न चियाको होइन। त्यही भएर त्यसरी चाहिँ हामीले परीक्षण गर्न सकिन्छ। त्यस्तै सक्खरखण्ड, सुठुनी, जुन रातो बोक्रा भएको सुठुनी हुन्छ त्यसमा पनि रङ मिसाएको हो कि होइन भन्ने चाहिँ हामीले फेरि त्यही रुवाकै विधि अपनाउन सक्छौँ है त। र यदि त सामान्य घरमा बसी गर्ने, सामान्य पानीबाट टेस्ट गर्ने, परीक्षण गर्ने विधि भयो है। अब तर अझ हामीलाई शङ्का लाग्यो र चाहिँ यो चाहिँ दैनिक रूपमा चाहिँ यस्ता तरकारीहरू बजारमा आइरहन थाल्यो भने चाहिँ हामीले गर्नै पर्ने भनेको चिज के हो त, सम्बन्धित सरकारी निकायमा हामीले रिपोर्टिङ गर्नै पर्छ। त्यहाँ चाहिँ गएर उजुरी दिनै पर्छ। त्यति उजुरी दिइसकेपछि त्यहाँ सरकारी अधिकारीहरूले यस विषयमा कारबाही गर्ने अगाडि बढाउनै पर्छ है। त्यही भएर अब आफ्नो स्वास्थ्य, आफ्नो समाजको स्वास्थ्यको लागि पनि हजुरहरू सबैले, हामी सबैले यसरी जागरुक हुनु एकदमै जरुरी छ। आशा छ यी सामान्य विधिले हजुरहरूलाई केही न केही आइडिया पक्कै पनि दियो होला र कतै बजारमा यस्ता देख्नुभयो भने परीक्षण गर्न प्रयास गर्नु होला र शङ्का लागेमा निकायमा, सम्बन्धित निकायमा अवश्य जानकारी दिनु होला। आफ्नो स्वास्थ्यको ख्याल राख्न आफै जागरुक हुनुपर्छ। आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्न आफै जागरुक हुनुपर्छ। कृपया खानेकुरामा हेलचेक्राइ नगर्नु होला। स्वस्थ खाऊ, स्वस्थ रहौं।
आजलाई यति नै। धन्यवाद।